हेलो एभ्रिवान, के छ खबर तपाईहरुको? आशा गर्छु सबैजना ठिकै हुनुहुन्छ होला हैन। आज चाहिँ हामी भोजपुर जाँदैछौँ, म र मेरो काका। काका आइ भनिदिनुस् न हो। र हामी चाहिँ अहिले भोजपुर जाँदैछौँ हैन। यो देख्नुहुँदैछ म हो। हामी दुईजना चाहिँ अब भोजपुरलाई हिँडिसकेका छौँ घरबाट। अहिले हामी बिहार मोड पुग्यो हैन। र अरु पनि फोटोहरु देखाउँदैछु, हेरिरहनु होला हाम्रो यो भिडियो। अहिले चाहिँ पुरै ठाउँमै पुरै ट्राफिक लाइट इन्स्टलेसन गरेको छ त। अनि अहिले बिहार मोडमा पनि रेड लाइट लागिरहेछ हैन। हामी जाममा परिरहेछौँ। अब रेड लाइट ग्रीन हुन्छ अनि मात्रै हामी जान पर्छ। उहाँ चाहिँ हाम्रो सतपाल महाराजजी हुन्। हामी उहाँको फोटो जहिले गाडीमा राख्छौँ। र हामी चाहिँ अब राइट टर्न लिएर बिहार मोडबाट एयरपोर्ट जाने बाटोतिर जाँदैछौँ। अब हामी घोसपुकुरतिर जाँदैछौँ। अब घोसपुकुर किन गएको भनेर सोच्दै हुनुहुन्छ होला। त्यो चाहिँ म लास्टमा भन्छु तपाईँलाई। अब हामी किन घोसपुकुर गएको, काका र म हैन, हामी लास्टमा भन्छौँ। हेर्दै गर्नु भिडियो। यहाँ चाहिँ देख्नुहुँदैछ होला हैन। यो मैले जतापट्टि अहिले क्यामेरा घुमाएको छु, यतापट्टि चाहिँ हाम्रो बागडोग्रा एयरपोर्ट छ हैन। अहिले त फिलहाल डोमेस्टिकमै छ। अब केही महिनाको काम पछि अथवा पुरा मतलब डेभलपमेन्ट हुँदैछ, त्यहाँबाट इन्टरनेसनल एयरपोर्ट हुन्छ हो। अनि त्यो साइडमा चाहिँ के अरे बागडोग्रा एयरपोर्ट छ। र अहिले चाहिँ हामी बागडोग्रा एयरपोर्ट क्रस गरेर यो चाहिँ घोसपुकुरमा भएको एउटा हस्पिटल हो हैन, महावीर समथिङ के नाम छ यो हस्पिटलको चाहिँ। र हामी चाहिँ तपाईलाई भन्न चाहन्छु, हामी घोसपुकुर चाहिँ काकाको एलआइसी को कामले गएको। काका चाहिँ एलआइसी एजेन्ट हो। थ्याङ्क यू।